नमस्ते सबैलाई स्वागत छ नेप्से एनालाइसिस भिडियोमा। यो भिडियोमा हामी नेप्सेलाई बृहत रूपमा 4-5 वटा वेबाट एनालाइसिस गरेर नेक्स्ट स्ट्राटेजी के बनाउने यसकै बारेमा डिस्कसन गर्ने छु। सो अब स्क्रिनमा मैले नेप्सीको चार्ट खोलेको छु। सबैलाई थाहा छ हिजो मार्केटमा ठुलै अङ्कले घटे 58 अङ्क, लगभग 2.2% ले मार्केट घटेर 2582 को बिन्दुमा झर्यो। अब हामीले यसको पछाडिको कारणहरू खोताल्यो भने धेरै कारणहरू छ। राजनीतिक अस्थिरता, फेरि 15 गतिको आन्दोलन, यो गभर्नमेन्टको एकदमै स्टुपिड डिसिजन्स, यो कारणहरू खोताल्यो भन्दातिर पनि अब हामी नेक्स्ट स्ट्राटेजी के बनाउने त्यतातिर फोकस हुन्छौँ। अब यस्तो पोलिटिकल न्युजहरू यस्तो न्युजहरू आए पनि हाम्रो इकोनोमिक त्यस्तो ठुलो न्युजहरू छैन। सो यो कुरोलाई ध्यानमा राखेर हामी अब एनालाइसिस गर्नतिर लागौँ। अब यो एनालाइसिस गर्दाखेरि सुरुमा हामी टेक्निकलबाटै सुरु गरौँ। अब टेक्निकलबाट सुरु गर्ने हो भने हाम्रो मार्केट अहिले 50 EMA भन्दा त तल आइसक्यो। हाम्रो मार्केट अझै 200 EMA भन्दा माथि छ। त्यही भएर एकदमै लङ रनमा हामी मार्केटलाई अझै के बुल महिनै मान्न सक्छौँ। अब 200 EMA को तिर मार्केट बढ्दैछ। सो मार्केटले अझै 200 EMA भन्दा मुनि क्लोजिङ नदिएको हुनाले हामी लङ रनमा अझै बुलिस मार्केट नै मान्न सक्छौँ। र त्यसै गरी RSI लाई हेर्ने हो भने RSI एकदमै ओभरसोल्ड को जोनतिर आउँदैछ, 30 को लेभलमा आइसक्यो। सो मार्केटले अब यो RSI बाट हामी यो भन्न सक्छौँ कि कहीँ न कहीँबाट के अङ्कको भए पनि यसले स्विङ लिनेछ माथितिर। यो भयो टेक्निकल इन्डिकेटरहरूले भनेको कुरा। अब हामी प्राइस एक्सनमा हेरौँ। प्राइस एक्सनमा हेर्ने हो भने हाम्रो मार्केट प्राइस एक्सनमा यदि हाम्रो मार्केटलाई हेर्ने हो भने अहिले मार्केट त्यस्तो बुलिस ट्रेन्डमा ट्रेन्डिङ अलि लङ फ्रेममा ट्रेन्डिङ मार्केट भन्दा पनि हाम्रो अहिले रेन्जिङ मार्केट नै भन्न सक्छौँ। यो दुईटा रेन्जहरूमा घुमिरहेछ। अहिले त अब यो मुनिको रेन्जतिर आउँदैछ मार्केट। सो प्राइस एक्सनमा चाहिँ हाम्रो त्यस्तो ट्रेन्डिङ मार्केटहरू भन्दा पनि अलिकति रेन्जिङ मार्केट नै देखिन्छ। अब यदि यसलाई हामी स्मार्ट मनी कन्सेप्ट अनुसार हेर्ने हो भने अब स्मार्ट मनी कन्सेप्ट अनुसार हाम्रो लागि रिभर्सल पोइन्ट कहाँनिर हुन सक्छ भनेर यदि हामी खोज्दै गयो भने यो जुन दुईटा रेन्जहरू भित्र छ त्यो दुईटा रेन्जहरू भित्र त्यस्तो अनमिटिगेटेड फेयर भ्यालु ग्यापहरू हामी हेर्दैनौँ। अब यहाँनिर फेयर भ्यालु ग्याप थियो। यो जुन फेयर भ्यालु ग्याप छ यो फेयर भ्यालु ग्याप अलरेडी मिटिगेटेड भइसक्यो। यो जुन फेयर भ्यालु ग्याप छ यो अलरेडी मिटिगेटेड भइसक्यो। र यो जुन यो क्यान्डल र यो क्यान्डलले जुन बिचमा यो जुन ग्याप बनायो यो फेयर भ्यालु ग्याप अलरेडी यहाँनिर आएर यहाँनिर यो जुन यो बेला हाम्रो रिटेस्ट भइसक्यो। अब नेप्सेमा चाहिँ यो फेयर भ्यालु ग्यापलाई यो रेन्जिङ मार्केटमा एकदमै रेस्पेक्ट गरिरहेको छ। तपाईँ हेर्न सक्नुहुन्छ यो बेला पनि यहाँनिर जुन ग्याप बन्यो यही ग्यापबाट माथि बढ्न गयो। इभन यो लेभलमा पनि तपाईँ हेर्न सक्नुहुन्छ यो र यसको बिचमा एउटा फेयर भ्यालु ग्याप थियो। यो जुन ग्रे लिस्टको कुरा आउनुभन्दा अगाडि पनि यहाँनिर जुन यो ग्याप थियो यो ग्यापबाटै मार्केट माथितिर गएको छ। र अहिलेको कन्टेक्स्टमा त यो जुन पोइन्टबाट मार्केट घट्न थाल्यो त्यसको त तपाईँ क्लियरली देख्न सक्नुहुन्छ। यही रेन्जमा हेर्नु यो दुईवटा यो क्यान्डल र यो क्यान्डलले जुन फेयर भ्यालु ग्याप बनायो त्यही फेयर भ्यालु ग्यापबाट मार्केट कम्प्लिटली रिभर्स भयो। सो अहिले नेप्सेले फेयर भ्यालु ग्यापहरूलाई एकदमै रेस्पेक्ट गरिरहेको छ। फेयर भ्यालु ग्याप तब भन्छ जब ठुल्ठुला स्मार्ट मनीहरू मार्केटमा इन्ट्री गर्छ। अब यो रेन्जभित्र हाम्रो अहिले फेयर भ्यालु ग्याप छैन। तर फेयर भ्यालु ग्याप नभए पनि एउटा मिटिगेटेड यो फेयर भ्यालु ग्याप भएको हुनाले यसलाई अब हामी भ्यालिड फेयर भ्यालु ग्याप भन्न सक्दैनौँ। यहाँनिर हाम्रो डिमान्ड जोन छ। अब यो डिमान्ड जोन भनेको स्मार्ट मनीहरू छिर्नुभन्दा अगाडिको एउटा रेड क्यान्डल यहाँबाट मार्केट माथि एकदमै बढ्न थालेको थियो भने यो लेभलमा हामी स्मार्ट मनीको कन्सेप्ट अनुसार के भन्छौँ भने यहाँनिर स्मार्ट मनी ठुल्ठुलो प्लेयर्सहरूको इन्ट्री हुँदै थियो। सो यो लेभलमा हाम्रो स्मार्ट मनीहरूको बाइङ जोन छ अथवा यहाँनिर हाम्रो डिमान्ड जोन छ। अब यो तीनैवटा कुराहरूलाई मिक्स गरेर हामी के भन्न सक्छौँ भने टेक्निकल प्राइस एक्सन र यो स्मार्ट मनी कन्सेप्ट तीनैवटा कुरालाई मिलाएर तीनैवटा कुराबाट हाम्रो रिभर्सल पोइन्ट भनेको यही एरियाबाट हुन सक्छ कि भन्ने कुरा देखाइरहेछ। सो यो दिस
यो जोन भनेको हाम्रो पोइन्ट अफ कन्फ्लुएन्स भयो। क्लासिकल प्राइस एक्सन अनुसार पनि अब हाम्रो यो जुन जोन छ यो जोनको तल्लो जोन भयो। अब स्मार्ट मनी अनुसार पनि हाम्रो यो जोन डिमान्ड जोन भयो र टेक्निकल अनुसार पनि हाम्रो आरएसआई यो लेभलमा आइसक्यो र 1 डेमा एकदमै ओभरसोल्ड जोनमा आइसक्यो भने हाम्रो मार्केट 200 इएमए भन्दा पनि माथि छ, अथवा यो हामी 200 इएमए को डाइनामिक सपोर्ट लिएर मार्केट यहाँबाट रिभर्स हुने, कम्प्लिटली यो च्यानलै ब्रेक गरेर माथि नगए पनि माथि कम्प्लिटली लेभलै च्यानल ब्रेक गरेर गर्न त गाह्रै हुन्छ। के पोइन्टको स्विङ दिन सक्छ, जुन स्विङमा हामी राम्रो स्टक चुज गर्यो भने 15-20% मजाले बनाउन सक्छौँ। सो अबको यो जोनमा आउँदाखेरि अब हामीले सेलेक्टिभ स्टकहरू जुन स्टकमा डिमान्ड धेरै छ, जुन स्टकलाई कुनै पर्टिकुलर ब्रोकरले एकुमुलेट गरिरहेछ त्यो स्टकहरूलाई फलो गर्न थाल्नुहोस्। अब त्यो स्टकहरूले फलो गर्न थाल्नुहोस्। अब यो कुनै लेभलमा आइसकेपछि अब एनालाइसिस गर्नुहोस्, मार्केट पनि यो लेभलतिर आएको हुनु पर्यो जहाँनिर हाम्रो तीनैवटा एनालाइसिस वेबाट पोइन्ट अफ कन्फ्लुएन्स छ। अनि तपाईँ जुन पर्टिकुलर स्टकलाई फलो गर्दै हुनुहुन्छ त्यसलाई हेर्नु कुन ब्रोकरले कति % जति एकुमुलेट गर्यो। अब मार्केटमा कुनै पनि स्टकको सप्लाई आउने भनेको लगभग 30% आउँछ। अब कुनै ब्रोकरले 9-10 दिनमा त्यो पर्टिकुलर स्टकको 20% जति एकुमुलेट गरिसक्यो भने अब हामी त्यसमा मजाले इन्ट्री गर्न सक्छौँ। सो अब हेर्नु पर्यो कुन स्टक्सहरूलाई फलो गर्नु पर्यो। अब जसले यताति यो लेभलतिर किनेर बेच्न भ्याउनु भएन अथवा यही लेभलतिर किनेर प्रफिट बुक गर्न सक्नु भएन, अब चाहिँ हाम्रो यो लेभलतिर भनेको हामी यतिकै चुप लागेर वेट एन्ड सी लेभलमा छैन। अब हामीले केही न केही डिसिजन लिनै पर्छ, भले त्यो राइट होस् रङ होस्, तर अब डिसिजन लिनै पर्ने बेला छ। अब यो बेला चाहिँ हामी के गर्न सक्छौँ भने सक्नुहुन्छ भने अब यतातिर माथिकै लेभलतिर फसेको छ भने अब एभरेजिङको लागि पैसा खोज्न थाल्नु पर्यो। मार्केट आउँछ ल यो लेभल अथवा कुनै मुनिकै यही च्यानललाई ब्रेक गरेर मुनिकै लेभल कहीँ न कहीँबाट मार्केट रिभर्स हुन्छ। अब फेरि हेरेर मात्रै बस्यो भने यो लेभलमा आयो यहीँबाट मार्केट रिभर्स भएर माथि लेभलमा पुग्दा पनि जतिले लसै नभए पनि जतिमा मार्केट इन्ट्रीमा भएको थियो त्यही लेभलमा आए पनि प्रफिट कमाइँदैन। अब यो लेभलमा आइसकेपछि माथिको लेभलमा किनेर फसेको छ भने उनीहरूले के गर्नु पर्यो, अब पैसा खोज्न थाल्नु पर्यो। एभरेजिङको लागि पैसा खोज्नु पर्यो। अब एउटै स्टकमा नभइकन 3-4वटा स्टक 4-5वटा स्टकहरू छ भने अब स्टक्सहरूको हामी रोटेसन गर्न सक्छौँ। जुन स्टकमा बायर्सहरूको इन्ट्रेस्ट छैन, जुन स्टक ब्रोकरहरूको नजरहरूमा परेको छैन, प्लेयर्सहरूको नजरमा परेको छैन, त्यो स्टक्सहरूलाई बेच्ने अनि जुनमा एकुमुलेसन्सहरू भइरहेछ त्यो स्टक्सहरूमा तिनीहरू लाग्दा हुन्छ। सो यो जोनहरू भनेको अब यतिकै वेट एन्ड सी मात्रै भन्दा पनि अब माथि फसेकोले एभरेजिङ गर्ने कि डिमान्ड कम भएको स्टकहरूलाई बेचेर डिमान्ड बढी भएको स्टकतिर आउने कि त्यो कुराहरू हेर्नु पर्यो। अनि अर्को कुरा भनेको यो आरएसआई मेरो अब्जर्भेसनले आरएसआई को कन्टेक्स्टमा चाहिँ यदि आरएसआई को भरमा एनालाइसिस गर्ने भने 3 डेजको आरएसआईले चाहिँ एकदमै काम गरेको देख्छु म। अब यो 3 डेजको आरएसआई तपाईँ कम्प्लिट बियरिस मार्केटतिर हेर्नुभयो भने 3 डेजको आरएसआई यो एकदमै ओभरसोल्ड जोनमा आइसकेपछि कहीँ न कहीँ मार्केटले रिभर्स लिएको छ। अब हाम्रो यो रेन्जिङ मार्केटमा आरएसआईले धेरै पटक 3 डेजको कन्टेक्स्टमा यो लेभलबाट रिभर्स लिएको छ। सो मेरो विगतको अब्जर्भेसन्सले 3 डेको आरएसआईले एकदमै रेस्पेक्ट गर्छ। अब यही लेभलबाट नलिए पनि अब केही दिनमा अलिकति यो लेभलतिर आएर मार्केटले अलिकति स्विङ लिन सक्छ र त्यो स्विङ लिनको लागि रेडी भएर बस्नको लागि हामी के गर्नु पर्यो, पैसा खोज्न थाल्नु पर्यो अथवा जुन स्टकहरूमा अड्किरहेछ त्यो स्टकहरूलाई बेचेर ब्रोकरहरूले कुन स्टकमा एकुमुलेट गर्न खोजिरहेछ त्यतातिर जानु पर्यो। सो यो लेभलहरू हाम्रो पोइन्ट अफ कन्फ्लुएन्स भयो अथवा तीनवटा एनालाइसिसबाट केही मात्रामा भए पनि मार्केट यहाँबाट केही अङ्कमा अप जान सक्छ। सो त्यसको लागि रेडी हुनु पर्यो। सरी, केही अङ्क माथि मार्केट माथि गएर तल आए पनि केही अङ्कको माथि रिभर्स आउन सक्छ। सो त्यसको लागि रेडी हुनु पर्यो। ल, धन्यवाद। आजलाई यति नै।